हामी दशैं तिहार र छठ पछाडि यो देशमा हिन्दू राष्ट्र कायम नगरिकन वैदिक सनातन धर्म सापेक्ष किरात बौद्ध सहितको हिन्दू अधिराज्य कायम नगरिन्जेलसम्म हामी यस्तो आन्दोलन गर्छौं जुन आन्दोलन अब रोकिँदैन जुन आन्दोलन रोकिँदैन र त्यो आन्दोलनको नेतृत्व हामी गर्छौं। हामी कोठाभित्र बसेर स्ट्याटस लेख्दैनौं र यो आजको कुरामा पनि तपाईहरु बुझ्नु होला। मेरो जिन्दगी यो देखाएपछि हिजो मैले कम्बोडियाको काण्ड देखाउँदाखेरि भोलिपल्ट मलाई पक्रिया थियो नि, भगाएर थुनिया थियो। यो देखाउँदाखेरि मैले गोली पनि खान सक्छु, मेरो मर्ने दिन पनि आउन सक्छ, तर यो राष्ट्रको लागि म मेरो बलि चढाउन पनि तयार छु। यो राष्ट्रको लागि बलि चढाउन तयार छु। यो कुरा बुझ्नुस्, म एक इन्ची पछि हट्दिन। मैले दुर्गा मातालाई के भनेर आएको छु भने बातीबारालाई मातालाई यहीँबाट भन्छु, यो व्यवस्था नपरिवर्तन नगरिकन म मातालाई दर्शन गर्न जान्न भनेर फर्क आएको मान्छे हो।